हेलो गाइस, आज चाहिँ म झाँक्री फल्समा आएको छु र तपाईँहरूलाई म झाँक्री फलको सानो झलकहरू देखाइरहेको छु है। अहिले चाहिँ हालैमा झाँक्री फल्स कस्तो भएको छ म तपाईँहरूलाई देखाउने छु। अनि हामी चाहिँ यहाँ साथीसँग घुम्न आएको। एकदम लडी लडी फोटो खिच्दैछ है। पर्यटकहरू पनि छ होइन। अनि उसले चाहिँ मेरो खिच्दैछ, म चाहिँ उसको खिच्दैछु होइन। अनि हामी चाहिँ यो बाहिरबाट यस्तोबाट स्टारको खिच्न मन पऱ्यो, त्यही भएर चाहिँ मैले खिच्दैछु होइन। अनि यहाँनिर सुन्तलाहरू पनि फलेको रहेछ र अब हेर्नुहोस् हाम्रो उहिलेको बाजे बिचरा। अब चाहिँ हामी यो उकालो जाँदैछ होइन। यो केटाखेरि हेलो हेलो, यहाँ हौ यो गानाहरू बज्दैछ नि यता। माथिको देखाउँछु म तपाईँलाई ल। अनि टुरिस्टहरू अहिले रहेछ कम्ती होइन। एकदम भिडन्ता चाहिँ छैन रहेछ। अब दिउँसो त थियो होला, हामी त बेलुका बेलुका भएर आएको, त्यही भएर तपाईँलाई म देखाउने नै छु। हेर्नुहोस् त झर्ना कति राम्रो है, सानोबाटै टक्क। मनपर्छ मलाई यो फुल। हेर्नुहोस् अनि यो शङ्खा फुल चाहिँ हेर्नुहोस् न, यहाँ ओरेन्ज रहेछ होइन, ओरेन्ज कलरमा रहेछ। नथलाको बोजू कति प्रायः त मान्छे आइसकेको छ होइन, तर पनि अब नआउनेहरूको लागि चाहिँ एकदम दामी ठाउँ हो नि त होइन। त्यही भएर चाहिँ कतिजनाले झाँक्री फल्स जान्छु भनेर चाहिँ अब उनीहरूले चाहिँ इच्छाहरू गरिरहेको हुन्छ होइन, तर जानु पाउँदैन। सो त्यही भएर चाहिँ मैले देखाइदिँदैछु। हेर्नुहोस् मेन झाँक्री फल्सको उद्देश्य मान्छेहरू हेर्नु आउने चाहिँ के हो भन्दादेखि यो 1 नम्बरमा त फल्स हो होइन, त्यसै कारण झाँक्री फल्स राखेको नाम। अनि मेरो ग्रुपहरू यहाँ छ उप हो। अनि सेकेन्डमा आउँछ यिनीहरू, यो चाहिँ वन झाँक्री फल्स, उहिलेको झाँक्रीहरू हो। हेर्नुहोस् है, मलाई त पुरा डर लाग्थ्यो, अहिले चाहिँ अलिकति लाग्दैन होइन। यो उहिलेको पिता पुर्खाको उयोहरू हो नि त, त्यही भएर चाहिँ यहाँ पुरा मान्यता लिन्छ मान्छेहरूले यहीँबाट होइन। क्लाइम्बिङ यो त मैले पोहोरको सालै गरेको, तर आज चाहिँ गर्दिनँ। हामी अझै अर्को जग्गा पनि जानेवाला छौँ, वन झाँक्री वाटरफल्स। यो चाहिँ मसिनो नानीहरू लिएर आउनुभयो भने चाहिँ एकदम राम्रो इन्जोय गर्छ उनीहरूले होइन। अनि यो त मैले 2टा गरेको। उनीहरूले चाहिँ ठुलोले पनि गर्दा हुन्छ। स्टलहरू पनि रहेछ, लुगा चाहिँ लाएर खिच्नु पाउने फोटोहरू, तर लुगाको चार्ज लिँदो रहेछ। अनि यो मेन चाहिँ आजको हाम्रो यहाँनिर टुरिस्टहरू भनौँ न, अहिले नयाँ 1-2वटा कुराहरू थपेको रहेछ यिनीहरू रहेछ है। यिनीहरू भयो बनाउँदै रहेछ के हो। माथि पनि थपेको रहेछ हेर्नुहोस्।
फोटो खिच्दैछ हाम्रो रेडी दामी 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 भयो दामी भएन भएन प्रभुजी नानी यता आइज नानी नानी नानीले सिकाउँदैछ पाना बनाउनु अलिक तल राख अलिक तल पाना तल पाना तल घोडा अलिक सिधा पार राहुल हाँस हाँस न ओए रेडी दामी 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 र यिनीहरू एकदम तिनजनाको चाहिँ सुटिङ भएको जस्तै गर्दैछ हो भिडियो बनाउँदैछ स्लो मोसनमा बिचरा खोलातिर के गरेको होला नि उनीहरूको लागि त राम्रै छ तर नराम्रो छैन खिचिरहेछ हो अनि त्यति नै हो अब लाइटहरू पनि बल्नु थालेछ नानीहरूको खेल्नेहरू पनि बनाएको रहेछ सबै कुराको एभाइलेबल रहेछ होइन अनि मेन चाहिँ के हो भन्दाखेरि झाँक्री फल्स चाहिँ हेर्नुहोस् है यो हो बिमारी सुतिरहेछ मेन झाँक्री फल्स चाहिँ यो हेर्नुहोस् है मकैहरू हो अदुवाहरू काट्दै गरेको नि थियो त यो कुरो बाजेले अन्त काट्नुहोस् अनि हामी चाहिँ त्यो हेरेर झाँक्री हेरेर फर्किँदैछु यता नानी खेल्ने अरे अहिले त कस्तो राम्रो लाइटहरू हालेर कस्तो राम्रो देखिएछ ह्याप्पी भन्दैछ हेलो आइस्ना कस्तो भइरहेको छ मजा आइरहेछ यता हाम्रो नयाँ युट्युबर मनिका राय उसको चाहिँ उयो छ तल निराव रेस्टुरेन्ट छ खानाको यहाँ मिठो मिठो खानाहरू पाउँछ उसको प्राइस चाहिँ उसको 150 हो राइस र के भन्छ त्यसलाई चिकन राइस 150 अरू उयो मटनहरू चाहिँ कसरी हो ती मटन त्यति नै छ उसको आइदिनुहोस् है